अध्यक्षज्यू, हाम्रो नगर प्रमुखज्यू र सम्पूर्ण सिक्ने नसिक्ने सुन्ने सबैलाई एकमुष्ट नमस्कार। कहाँदेखि स्टार्ट गर्नु थाहा छैन, बोल्ने खासै भएको छैन, पेपर मात्रै गर्यो। अनि स्पेसल मैले भन्न खोजेको आज चाहिँ मलाई एकदम खुसी लागेको छ। मेरो यो आफ्नै यो 4 नम्बर चाहिँ आफ्नै ओडा हो है। यो ओडामा पनि यत्रोजना इच्छुक हुनुहुँदो रहेछ। तपाईँहरू अहिलेसम्म कहाँ हराउनु भएको हो? जहाँ हराए पनि सही समयमा सही ठाउँमा आइपुग्नु भएको छ। तपाईँहरू सबैजना यङ देख्दैछु र उमेरको हिसाबले पनि कोही अलिकति मेरो त यत्रो उमेर भयो बा गर्न सक्दिनँ कि भने तपाईँहरूलाई निराश छ भनेदेखि त्यो कहिले नगर्नुहोस्। मान्छेको आत्माबल इच्छा शक्ति जस्तो ठुलो कुराहरूको केही पनि हुँदैन। मेरो यत्रो सानो बाबु हुँदाखेरि बाबु छोडेर म पनि तपाईँहरू जसरी नै यसरी नै मिसिनमा बसेर के सिक्ने होला, कसरी सिक्ने होला, आउँछ कि आउँदैन, सक्छु कि सक्दिनँ भनेर पहिलो कदम राख्दाको क्षण तपाईँहरूलाई देख्दाखेरि सम्झने मन्दिर थियो। मेरो क्षण चाहिँ एकदम दुःखदायीबाट सुरु थियो। सबैजनाको समस्या नपरि यहाँसम्म आउने बाटो बन्दैन। समस्या परेकै हुनुपर्छ, 1-2 वर्षको खाँचो हुनैपर्छ, नत्र मान्छे यति इच्छा लगाएर पाइला अगाडि बढाउँदैन। र तपाईँहरूलाई पनि मेरो जस्तै समस्या छ, बच्चा सानो छ, घर व्यवहार छ, खेती छ, गाईबस्तु, घाँस पराल, एबिसी काम छ, टाइम मिल्दैन, जान सक्दिनँ भनेर ब्रेक नलगाउनुहोस्। सङ्कल्प गरेर आउनु भएको छ। मेरो सबैजनालाई शुभकामना। तपाईँहरूले पनि देश विदेशमा नाम कमाउन सफल रुपा डिजाइनर जसरी सक्ने क्षमता हर कोहीमा छ। तपाईँहरूको पनि जोस जाँगर आँट हिम्मत र मिहिनेत गर्नु, हर कुरा मिहिनेत नगरी हुँदैन र अर्काको खल्तीको पैसा आफ्नो खल्तीमा सार्न यति सजिलो पनि छैन। यसको लागि तपाईँहरूले चाहिँ कठोर मिहिनेत गर्नै पर्छ। सानातिना समस्यामा झेल्नु पनि भएन तपाईँहरूले होइन। र आज 45 दिनको तालिम रहेछ। हेर्नुहोस् आज सकेर मैले जम्मा 2 महिना मात्र 2 महिनामा कोर्स कम्प्लिट गरेँ। 2 घन्टाभन्दा बढी सिकिँदैन त, किनभने ममा थियो मैले सिक्नुपर्छ, गर्नुपर्छ, मेरो लागि लड्नुपर्छ भन्ने त मैले मिहिनेत गरेँ। मसँगै सिक्नेले 1 वर्षमा पनि सकेनन्। सबैको एउटै इच्छा शक्ति हुँदैन, यो कारण भन्दैछु। र तपाईँहरूको फुल टाइम हो, 45 दिन भनेको इनफ टाइम हो। राम्रोसँग सिक्नुहोस् र हरेक कुराहरू परिवर्तन भइरहेछ, नियम सरकारी नीति होइन। तपाईँहरूलाई कसलाई थाहा छ छैन, हाम्रो पनि स्किलको पनि लेभल हुन्छ, स्किल टेस्ट हुन्छ। नेसनल स्किल टेस्ट बोर्डले चाहिँ तपाईँहरूको स्किल लिएर जसरी एसएलसीको सर्टिफिकेट हाम्रो मान्यता प्राप्त हुन्छ, यो सर्टिफिकेट पनि नेसनल इन्टरनेसनल मान्यता प्राप्त हुन्छ। भोलि हरेक स्कुलमा स्किलको आउला तपाईँहरूलाई सर्टिफिकेट चाहिँदा तपाईँहरूले यो कार्यक्रम सिक्दा सिक्दै झापा प्राविधिक शिक्षालयमा हरेकपल्ट चाहिँ लेभल 1, लेभल 2, लेभल 3 भनेर स्किल टेस्टको परीक्षा टिकटक आइडी रुपा महिनाले 20-21 छ। हेर्नुहोस्, हरेकपल्ट रोजगारको लागि कर्मचारी आवश्यकता खोज्छु। तर यो नगरमा हरेकपल्ट, यो नगर होइन देशका विभिन्न नगरमा हरेकपल्ट बेसिक तालिम खुल्छन्। अनि सिकेका मान्छे कहाँ हराउँछन्? कोही पनि दक्ष कामदार आजसम्म पसलमा आउन सक्नुहुन्न र जसलाई राख्नुपर्छ मैले फेरि उहाँहरूलाई प्राइभेट क्लास लिएर मैले राख्छु। रोजगार जताततै छ, यहाँ दक्ष कामदार छैनन्। तपाईँ दक्ष कामदार बस्नुहोस्, तपाईँहरूलाई कहिले रोजगारको कमी हुँदैन। आफ्नै घरमा बसेर रोजगार हुन्छ, ठाउँमा रोजगारको व्यवस्था हुन्छ। तपाईँहरूलाई सबै ठाउँमा बाटो छ, तर तपाईँले दक्ष कामदार हुन सक्ने क्यापासिटीसम्म पुग्नलाई चाहिँ तलको स्टेजदेखि माथिको स्टेजसम्म चढ्ने प्रयास गर्नु होला। तितो सत्य आज पनि एउटा कटिङ मास्टरलाई रुपा डिजाइनरमा 65,000 26 दिनको सेलरी खुवाएर राखेको छु। इन्डिया जान्छ सेलरी। मन दुख्छ हेर्नु, भतभती पोल्छ, किनभने मेरो आफ्नो नेपालको कामदारले लैजाओस् 65,000 सेलरी, मलाई खुसी छ होइन। हाम्रो नेपालभित्रको सेलरी चाहिँ बाहिरका देशका मान्छेलाई आएर काम गर्ने बताउने किन बढाउ भन्दाखेरि तपाईँहरू जस्तै साधारण सिक्ने छोडिदिने, साधारण सिक्ने छोडिदिने, कहिले पनि तपाईँहरूले सिँढी चढेर माथिसम्म चुम्ने प्रयास नगरेकोले अरूले त्योमा चाहिँ तपाईँहरू बिल्कुल नपरिदिनुहोस्। आज तपाईँहरू दक्ष कामदार बन्नुभयो भने हरेकपल्ट रोजगारको अवसर खुलाएको हुन्छु। हरेकपल्ट दक्ष कामदार भेटाएको छुइनँ। आफ्नै इलाकामा पनि सक्षम भएर आउनुहोस्, मेरोमा ओपन छ तपाईँहरूलाई रोजगारको सुनौलो अवसर। ल योसम्म पुग्नलाई चाहिँ यति सजिलो छैन, कठिन कसरत गर्नैपर्छ, कठिन प्रयास गर्नैपर्छ। हाम्रो मेयर साहबलाई मैले भेटेर मेरो पर्सनल कुरा राखेको छु। आज मैले 24 वर्ष भयो यो फिल्डमा काम गरेको। म सिटिबिटीको L2, SSR, TOT सब कुरा हो। म बिजनेस मोटिभेसनको क्लास पनि चलाउँछु र नगरपालिकाले चन्द्रगढीबाट बिजनेस मोटिभेसनको क्लास चलाउँदाखेरि ठाउँमा मलाई बोलाएर मलाई 1 घन्टाको दिनुहुन्छ 1500। मलाई पैसाको अहिले कमी छैन, अहिलेलाई चाहिँ यति पैसाले मलाई पुग्छ। मेरो ठुलो महत्त्वाकांक्षा छैन। कुनै बेला पैसाको कमी थियो, 1 घन्टाको लेक्चर गर्नलाई 1500 कमाउनलाई दौडेर जान्थेँ होइन।